सुरु गर्दै गरौँ हामी। अरू साथीहरू आउँदै गर्नुहुन्छ होला। मैले चाहिँ हिजो पोर्टफोलियो सेट पठाउँछु भनेको थिएँ एउटा युआई जस्तो खोजेर, अलि बेसिक लेभलको भेटिएन। सो त्यसको आज मैले पठाएको छैन। म यसो मिलाएर आज भेटिए चाहिँ पठाउँछु। नभए अब आफूसँग के कस्तो आइडिया छ तपाईँहरूसँग, त्यसैमा हल्का अलिअलि मिलाउनुहोस्। अनि त्यसपछि पोर्टफोलियो वेबसाइट चाहिँ बनाउँदै गर्नुहोस्। हामी लास्ट डे फेरि एकपल्ट चाहिँ पोर्टफोलियो वेबसाइटमा काम गर्छौँ। अनि त्यति बेला चाहिँ हामी सबैको पोर्टफोलियो वेबसाइट चाहिँ सक्दो कम्प्लिट गर्ने ट्राई गरौँ ल। ल हुन्छ, म चाहिँ अब स्क्रिन सेयर गरेर आजको क्लास चाहिँ स्टार्ट गर्छु। रेकर्डिङ स्टार्ट गरिसकेँ सायद। ल आज चाहिँ हामी जाभास्क्रिप्ट इन्ट्रोडक्सन गर्छौँ। अनि यसमा चाहिँ अब हामीले जाभास्क्रिप्ट एकदम बेसिक डेटा टाइप्स के हुन्छ, त्यस्तो डेडलाइन भन्ने त छैन, तर लास्ट दिन अनि त्यसको एक दुई दिनमा चाहिँ सक्नुहोस्। अनि त्यसपछि चाहिँ एक दिन फेरि म गुगल मिट गराउँछु। अनि त्यसपछि चाहिँ मैले तपाईँलाई सबैलाई चाहिँ सी प्यानलमा अथवा सर्भरमा होस्ट गर्न सिकाउँछु। अब सबैसँग सी प्यानल सर्भर चाहिँ अपलोड गर्ने केही छ कि छैन, अथवा हामीले डोमेन चाहिँ लिन सक्छौँ कि सक्दैनौँ। अब फ्रीमा तपाईँहरू कतिको नागरिकता बनाएको छ छैन, अनि त्यो अनुसार चाहिँ डोमेन पनि लिनु पऱ्यो। त्यो सबै कुराहरू चाहिँ म लास्ट दिन भनिदिन्छु। त्यसपछि के कतिको मिल्छ सबै चाहिँ जोइन भएर यसो होस्ट गर्न सिकौँला। म चाहिँ अगाडि अरू कन्टिन्यू गर्छु। जाभास्क्रिप्ट भनेको चाहिँ वेब स्क्रिप्टिङ ल्याङ्ग्वेज हो। यसमा चाहिँ के हुन्छ भन्दाखेरि यो एकदमै लाइट वेट, कमनली युज फर वेब एप्लिकेसन्स। जस्तै वेबसाइट बनाउनु पऱ्यो, अनि त्यसमा चाहिँ कुनै एउटा त्यसको फङ्सनालिटी अनि एक्सन्सहरू चाहिँ इम्प्लिमेन्ट गर्नुपर्ने छ भनेपछि त्यति बेला हामीले जाभास्क्रिप्ट बाहेक युज गर्ने अरू कुनै पनि ल्याङ्ग्वेज छैन। जस्तै मैले वेबसाइट बनाएँ, त्यो वेबसाइटमा चाहिँ मैले केही फङ्सनल इम्प्लिमेन्ट गर्नुपर्छ। युजरले क्लिक गर्यो भनेपछि के गर्ने, युजरले कुन पेजमा गएपछि के गर्ने, युजरले के गर्दा चाहिँ मैले कस्तो युजरले कुनै पनि इन्टरेक्सन गर्यो हाम्रो पेजमा, त्यसमा चाहिँ मैले कसरी चाहिँ रेस्पोन्स गर्ने भन्ने कुराहरू सबै चाहिँ हामीले जाभास्क्रिप्टमा गर्छौँ। अनि अहिले चाहिँ जाभास्क्रिप्टको के छ भन्दाखेरि क्लाइन्ट साइड स्क्रिप्टिङदेखि चाहिँ हाम्रो सर्भर साइड स्क्रिप्टिङ सबै चाहिँ जाभास्क्रिप्टबाट पोसिबल छ। भन्नुको मतलब चाहिँ जाभास्क्रिप्ट हाम्रो जेनरली वेब पेजमा मात्र युज नभएर हाम्रो चाहिँ मोबाइल प्रोग्रामिङमा पनि युज हुन्छ। अनि हाम्रो वेब सर्भरहरूमा पनि युज हुन्छ। सर्भर भन्दा चाहिँ ब्याकएन्ड सर्भरहरू युज हुनुभयो, डेस्कटप एप बनाउन युज हुन्छ। जाभास्क्रिप्ट चाहिँ लगभग एभ्रिवेयर छ। अब हाम्रो चाहिँ कतिपय लाइब्रेरीहरूमा चाहिँ एमएल एआईतिर पनि गर्न सक्ने खालको लाइब्रेरीहरू चाहिँ आइसकेका छन्। लगभग जे पनि तपाईँहरूले सोध्न सक्ने सबै कुराहरू चाहिँ जेएसदेखि चाहिँ पोसिबल भइसकेको छ। अब भन्नु मतलब चाहिँ जेएस चाहिँ एकदमै वाइडली एक्सेप्टेड ल्याङ्ग्वेज हो, जुनसुकै कुरामा युज गर्न मिल्छ। जस्तै भिएस कोड पनि हाम्रो जाभास्क्रिप्टमै बेस्ड भएर इलेक्ट्रोनमा जेएस भन्ने छ, त्यसमा चाहिँ हाम्रो बेस्ड भएर बनेको सफ्टवेयर हो। मोबाइल एपमा पनि धेरै मोबाइल एपहरू चाहिँ रियाक्ट नेटिभमा बनेको छ। रियाक्ट नेटिभ पनि जाभास्क्रिप्टको एउटा लाइब्रेरी हो। सो त्यसरी चाहिँ हामीले जाभास्क्रिप्ट चाहिँ हामीले लगभग जे पनि हामी बनाउन सक्छौँ सबै कुराहरू चाहिँ जाभास्क्रिप्टबाट पोसिबल छ। जाभास्क्रिप्ट चाहिँ बिहेभियर डिफाइन गर्न चाहिँ युज हुन्छ। कुनै पनि चिजको पेजको बिहेभियर डिफाइन गर्ने युज हुन्छ। अनि जस्तै एउटा कुनै के छ हाम्रो बटनमा चाहिँ क्लिक मी भनेपछि चाहिँ एउटा कुनै म्यासेज डिस्प्ले गर्नुपर्ने छ, तलको यो म्यासेज जस्तै भनेपछि त्यति बेला चाहिँ हामीले जाभास्क्रिप्ट युज गर्न सक्ने भयौँ। अनि एचटिएमएलमा कुनै चेन्जेसहरू गर्नुपर्ने छ, जस्तै मैले के कतै क्लिक गरेँ भने त्यसले चाहिँ ब्याकग्राउन्ड कलर चेन्ज गरिदिने, अथवा फन्टको साइज ठुलो गराउने, अथवा चाहिँ कुनै म्यासेज देखाइदिने मैले क्लिक गरिसकेपछि, त्यस्ता कुराहरू चाहिँ केबाट गर्छ हामी जाभास्क्रिप्टबाट गर्छौँ।
जस्तै कुनै एलिमेन्ट सो हाइड गर्नको लागि युज हुन्छ भनिरहेको छ। अनि युजरको इन्टरेक्सन, जस्तै युजरले क्लिक गर्यो अथवा चाहिँ कतै हो लगाएर माउस राख्यो केही गर्यो, युजरको कुनै पनि इन्टरेक्सन, जुनसुकै इन्टरेक्सन हामी सोध्न सक्छौँ युजरले गर्न सक्ने एउटा वेब पेजेसमा, सबै कुराहरूमा चाहिँ जाभास्क्रिप्टले चाहिँ रेस्पोन्स गर्न सक्छ। सो त्यसपछि के छ, सिन्ट्याक्स छ जाभास्क्रिप्ट चाहिँ हामीले सिएसएसको इन्टरनल सिएसएस लेखे जस्तै तरिकाले स्क्रिप्ट ट्यागभित्र चाहिँ लेख्न सक्छौँ एउटा वेब पेजभित्र। अनि हामीले एक्सटर्नल सिएसएस पनि हामीले लेख्न सक्छौँ, जुन चाहिँ हामीले स्क्रिप्ट ट्याग युज गरेर चाहिँ हामीले एक्सटर्नल सिएसएसलाई हामीले हाम्रो एचटिएमएल फाइलभित्र चाहिँ युज गर्न सक्छौँ। सो त्यो चाहिँ हामी एकछिन हेर्छौँ कसरी चाहिँ इन्टरनल इन्टरनल जाभास्क्रिप्ट लेख्ने र एक्सटर्नल जाभास्क्रिप्ट लेख्ने। अनि हाम्रो चाहिँ इनलाइन जाभास्क्रिप्ट जस्तो भन्ने कुराहरू हुन्छ, तर त्यो मेनली चाहिँ हाम्रो डोममा युज, डोम भन्नाले चाहिँ डकुमेन्ट अब्जेक्ट ट्री हो डोमको मिनिङ। त्यो चाहिँ कस्तो भन्दाखेरि कुनै पनि बटनमा चाहिँ हामीले क्लिक गरेपछि कुनै एक्सन फायर गर्नुपर्ने छ, एक्सन कल गर्नुपर्ने छ भने त्यति बेला चाहिँ हामीले इनलाइन जाभास्क्रिप्ट पनि युज गरिरहेको हुन्छौँ। त्यो बाहेक अरू चाहिँ छुट्टै युज केस चाहिँ छैन इनलाइन जाभास्क्रिप्टको। जाभास्क्रिप्टमा भेरिएबल चाहिँ 3 तरिकाले डिफाइन गर्न मिल्छ, युजिङ भ्यार, युजिङ लेट, युजिङ कन्स्ट। अब यिन तिनटैको चाहिँ युज केस फरक फरक छ। तिनटै जाभास्क्रिप्ट चाहिँ अब जस्तै हाम्रो भिएआरमा चाहिँ रिडिक्लेयर र रिअसाइन गर्न मिल्छ भनेको छ। जस्तै एउटा कुनै नामको भेरिएबल बनायौँ भनेपछि अब त्यो नामको भेरिएबल फेरि पनि बनाउन पाइयो र त्यसको भ्यालु फेरि पनि चेन्ज गर्न पाइयो। भन्नु मतलब मैले भिएआर नेम भन्ने एउटा भेरिएबल बनाएँ भनेपछि अब त्यसमा मैले विशाल भन्ने नाम लेखेको छु, अहिले त्यस एकछिनपछि चाहिँ मैले त्यसमा नाम चाहिँ समीर पनि लेख्न पाएँ अथवा अरू कुनै नाम पनि लेख्न पाएँ। त्यो चाहिँ भिएआरमा पोसिबल छ। सबैभन्दा मेन कुरा यिन तिनवटाको डिफ्रेन्स हुने भनेको डिक्लेरेसन र असाइनमेन्टमा डिफ्रेन्स हुने हो। अब त्यही कुरा चाहिँ यहाँ लेटमा हेरौँ। रिडिक्लेरेसन इज नट पोसिबल। जस्तै मैले भिआर नेम इक्वल्स टु विशाल लेखेँ, तल गएर फेरि भिआर नेम इक्वल्स टु समीर लेखेँ, तर यो कुराहरू चाहिँ भिआरमा पोसिबल छ। अब लेटमा लेट नेम इक्वल्स टु विशाल अनि तल गएर फेरि लेट नेम इक्वल्स टु समीर, यसरी चाहिँ मैले दुईवटा नाम चाहिँ लेख्न पाएन। त्यसपछि कन्स्ट छ। कन्स्टमा के छ भन्दाखेरि एकपटक भेरिएबल डिफाइन गरिसकेपछि भ्यालु चेन्ज पनि गर्न पाइएन। जस्तै कन्स्ट नेम इक्वल्स टु विशाल अथवा फेरि कन्स्ट नेम इक्वल्स टु समीर, त्यो पनि गर्न पाइएन। कन्स्ट नेम इक्वल्स टु विशाल अनि नेम इक्वल्स टु समीर फेरि पनि गर्न पाइएन। यो चाहिँ एकछिनपछि म देखाउँछु तिनवटाको डिफ्रेन्स, त्यो धेरै कन्फ्युजन पर्दैन। अनि त्यसपछि हामीसँग हुन्छ जाभास्क्रिप्टको अपरेटर, हामीले पढ्ने सिलेबस चाहिँ। अपरेटरमा चाहिँ हामीले के गर्छौँ, असाइनमेन्ट अपरेटर अनि अर्थमेटिक अपरेटर, कम्प्यारिजन अपरेटर अनि स्ट्रिङ अपरेटर, त्यसपछि लोजिकल अपरेटर अनि टर्नरी अपरेटर। यिनी कुराहरू चाहिँ बेसिक तरिकाले हेर्छौँ, सो द्याट तपाईँलाई चाहिँ एउटा आफूले पनि लर्निङको लागि एउटा इन्भाइरोमेन्ट मिलोस्, आफूले पनि लर्निङ गर्न चाहिँ एउटा मौका मिलोस्। यिनी कुराहरू मैले टक्क टपिकहरू निकालिदिएँ भनेपछि त्यो तरिकाले चाहिँ हामी जान्छौँ यसमा। अनि डेटा टाइप्समा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि हामीले हाम्रो सफ्टवेयर अथवा वेब एप्लिकेसन बनाउँदाखेरि धेरै खालको डेटाहरू, नम्बरमा अनि नाम स्ट्रिङमा अनि ट्रु फल्स भ्यालुहरू, अब्जेक्टहरू, धेरै कुराहरू चाहिँ धेरै खालको डेटाहरू चाहिँ युज गरेर हाम्रो वेब एप्लिकेसन बनाएको हुन्छन्। सो अब त्यसलाई चाहिँ के गर्ने भन्दाखेरि हामीसँग भएको डेटा टाइप्सहरू के छन् तिनी कुराहरू हामीले चाहिँ एकपटक टक्क कोड गरेर एक्सप्लोर गर्छौँ। त्यसपछि हामीले गर्ने भनेको फङ्सन भनेको के हो। अब फङ्सन भनेको चाहिँ फङ्सन एउटा ब्लक अफ कोड हो, ब्लक अफ मल्टिपल स्टेटमेन्ट अफ कोड भनेको चाहिँ। यो भन्नु कस्तो भन्दा चाहिँ एउटा कुनै पनि कर्ली ब्राकेट स्टार्टदेखि इन्डसम्मलाई चाहिँ हामीले ब्लक अफ कोड भन्छौँ। अस्ति हामीले पनि डिक्लेरेसन ब्लक भनेर भनिरहेको थियौँ अस्ति सिएसएस पढ्ने बेलामा। त्यो भनेको के थियो भन्दाखेरि कर्ली ब्राकेट बिचको, दुईवटा कर्ली ब्राकेट बिचको सबै कोडलाई चाहिँ हामीले डिक्लेरेसन ब्लक भनेर भनिरहेको थियौँ। यहाँ पनि त्यो ब्लक अफ मल्टिपल स्टेटमेन्ट भनेको चाहिँ हाम्रो फङ्सनमा चाहिँ जस्ट हामीसँग धेरै कामहरू बिचमा गरेर गर्न सक्छौँ, धेरै कोडहरू चाहिँ लेख्न सक्छौँ भन्ने चाहिँ हो। अनि यहाँ के भनेको छ, वी ग्रुप मल्टिपल स्टेटमेन्ट टुगेदर सो द्याट दे क्यान वर्क भनेको छ। जस्तै अब हामी कुनै पनि काम गर्न एकै लाइनमा काम गरेर त सकिँदैन, हामी मल्टिपल लाइनहरू लेखेर सो एउटा कुनै पनि पर्टिकुलर काम चाहिँ एक्जिक्युट गर्छौँ।
सो त्यही भन्न खोजेको फर्स्ट लाइनले चाहिँ अ जाभास्क्रिप्ट फङ्सन इज डिफाइन्ड विथ फङ्सन किवर्ड। मैले इक्जाम्पल अलिकति राख्न बिर्सेछु। फङ्सन किवर्ड युज गरेर चाहिँ जाभास्क्रिप्ट फङ्सन डिक्लेयर हुन्छ, फलोड बाई नेम एन्ड फलोड बाई प्यारेन्थेसिस। यो कुराहरू चाहिँ टक्कैले फङ्सन बनाएर हेर्दाखेरि हामीले थाहा भइहाल्छ। जस फङ्सन बनाउनलाई चाहिँ हामी फङ्सन किवर्ड युज गर्छौँ भने चाहिँ बुझ्नु पऱ्यो अहिलेलाई। फङ्सन प्यारामिटर आर लिस्टेड इनसाइड द प्यारेन्थेसिस। अब प्यारामिटर पास गर्नु पर्ने। प्यारामिटर भनेको यस्तो चिज जुनमा डिपेन्ड भएर चाहिँ फङ्सनले आफ्नो रिजल्ट दिने गर्छ। जस्तै मलाई चाहिँ के छ, मैले चाहिँ एउटा ग्रिटिङ भन्ने फङ्सन बनाइरहेको छु भनेपछि अब मैले ग्रिटिङ गर्ने युजरको नाम चाहियो। जस्तै मैले कसलाई ग्रिट गर्ने हो त्यो मान्छेको नाम चाहियो भनेपछि त्यो चाहिँ प्यारामिटर भयो। मान्छेको नाम मलाई जुन चाहिन्छ त्यो फङ्सन। जस्तै मैले हेलो समीर भन्नु पऱ्यो भनेपछि मलाई त्यो को पर्सन हो त्यसको नाम त चाहियो नि त भन्नको लागि, नाम त थाहा हुनु पऱ्यो। सो तिनी कुराहरू चाहिँ प्यारामिटर भन्छौँ। यदि कुनै पनि फङ्सन काम गर्नलाई कुनै अर्को भ्यालुमा डिपेन्ड गर्छ भनेपछि, बाहिरको कुनै भ्यालुमा डिपेन्ड गर्छ भनेपछि त्यसलाई चाहिँ हामीले प्यारामिटर भन्छौँ। मैले यहाँनिर के भने कुनै पनि बाहिरको भ्यालु फङ्सनको त्यो हामीले करि ब्राकेट स्टार्ट गरेर इन्ड गर्दासम्मको भित्रको चिज होइन कि त्योभन्दा बाहिरको भ्यालुमा डिपेन्ड गर्छ भनेपछि त्यसलाई चाहिँ हामीले प्यारामिटर्स भन्छौँ। अनि जब हामी त्यसलाई फङ्सनलाई एक्चुअली कल गर्न लागेका हुन्छौँ, कल गर्ने जस्तै चाहिँ भ्यालु पास गऱ्यौँ भनेपछि त्यसलाई चाहिँ हामीले आर्गुमेन्ट्स भन्छौँ। अनि हामीसँग अर्को एउटा टर्म हुन्छ फङ्सन बनाउने बेलामा, त्यसलाई चाहिँ हामीले फङ्सन इन्भोकेसन भन्छौँ। फङ्सन इन्भोकेसन भनेको चाहिँ फङ्सनलाई कल गर्ने हो। जस्तै हामीले फङ्सन बनायो, अब त्यसको चाहिँ त्यसले एक्जिक्युसन गर्नुपर्ने छ भने त्यसलाई चाहिँ हामीले फङ्सन इन्भोकेसन भन्छौँ। यसरी चाहिँ हामीले फङ्सन बनाउँछौँ। फङ्सन, नेम अफ फङ्सन, अनि प्यारामिटर 1 प्यारामिटर 2 अनि फङ्सनको बडी। सो योभन्दा अगाडि चाहिँ हामी योभन्दा अगाडि गयो भने चाहिँ अलिकति कन्फ्युजन अझ सुरु हुन्छ। अहिलेसम्म हामीले यहाँसम्म हेरेकोसम्म चाहिँ अब सर आज चाहिँ प्र्याक्टिकली गर्न ट्राई गरौँ। मैले चाहिँ बाहिर एउटा जाभास्क्रिप्ट भनेर चाहिँ फोल्डर बनाउँछु। अनि यसभित्र चाहिँ मैले के गराउँछु भन्दाखेरि day5.html भन्ने एउटा फाइल बनाएँ। अनि त्यही चाहिँ मैले अर्को के फाइल बनाउँछु भन्दाखेरि app.js भन्ने फाइल बनाउँछु। यतिको मैले जुम गरेँ भने सायद देखिन्छ होला। पहिले चाहिँ हामीले के गरौँ, एउटा इन्टरनल्ली चाहिँ हामीले जाभास्क्रिप्ट एउटै फाइलमा लेखेर हेरौँ, अनि त्यसपछि चाहिँ एक्सटर्नल फाइल जाभास्क्रिप्ट फाइल हेरौँ ल। सो अब हामीले इन्टरनल एक्सटर्नलको काम नै त्यही हो है। जस्तै अब मैले फङ्सनलाई त्यो कुनै जाभास्क्रिप्ट कोडलाई चाहिँ रियुज गरिराख्नु पर्ने छ भनेपछि त्यो चाहिँ मैले एक्सटर्नली लेख्छु, सो द्याट मैले नेक्स्ट टाइम चाहिँ त्यही नामको फङ्सन अथवा त्यही नामको कोडलाई चाहिँ युज गर्न सकौँ। मैले इन्टरनली गरेँ भने चाहिँ मेरो एउटा फाइलमा चाहिँ त्यो कोड छ, अब त्यही चिजलाई चाहिँ मैले अर्को कोड फेरि कपी पेस्ट गर्नुपर्छ, अनि एक ठाउँ चेन्ज गर्नु पऱ्यो भने मैले दुई ठाउँ नै गरेर चेन्ज गर्नुपर्छ। सो द्याट त्यो चाहिँ अब हाम्रो अलिकति मिल्दैन। सो त्यसको लागि चाहिँ हामीले एक्सटर्नल जाभास्क्रिप्ट फाइल बनाएको हुन्छ। तर अहिले चाहिँ हामीले लर्निङको लागि चाहिँ इन्टरनलमा गरौँ सुरुमा, त्यसपछि चाहिँ एक्सटर्नलमा गर्दै जाऊँ बिस्तारै ल। त्यसको लागि चाहिँ मैले सबभन्दा सुरुमा चाहिँ एचटिएमएलको कोड लेख्छु। यदि तपाईँलाई मैले केही पढिरहेको अलिक छिटो गएको जस्तो भइरहेछ, नबुझेको जस्तो भइरहेछ भनेपछि क्लासमा सोध्न सक्नुहुन्छ। क्लास सकिसकेपछि तपाईँले यदि प्र्याक्टिस गर्नुहुन्छ दिउँसो बिहान साँझ त्यसले प्र्याक्टिस गर्नुहुन्छ, यु क्यान आस्क एनी क्वाइरिज इन द ग्रुप। अनि त्यसपछि चाहिँ हामीले के गर्छौँ भन्दाखेरि त्यसको चाहिँ हामीले जसले जानेको छ त्यसले चाहिँ रिजल्भ गरिदिने, नभए मैले टाइम पाएको बेलामा टक्क मैले रिप्लाई चाहिँ गरिदिन्छु। सो यस्तो गऱ्यो भनेपछि चाहिँ अलि धेरै सिक्ने बानी बस्छ, अनि हामीले चाहिँ राम्रोसँग कन्सेप्टहरू सिक्न सक्छौँ। अब मैले सिकाएको मात्रै चाहिँ मैले छिटो क्लास भ्याउनु पर्ने छ, 7 दिनमा यो कुराहरू कभर गर्न एकदमै टाइम लाग्छ। सो मैले कभर गर्न पर्ने कुराहरू कभर नगरेर अगाडि जान सकिरहेको हुन्छु। सो त्यसले गर्दाखेरि चाहिँ मिस भएको कुराहरू अथवा चाहिँ यहाँ पढेको कुरा मात्रै इनफ हुँदैन, त्यसलाई चाहिँ प्र्याक्टिस चाहिँ गर्नु पऱ्यो। अनि मलाई चाहिँ सोध्नुहोस्, यदि ग्रुपमा सोध्नुहोस्, ग्रुपमा सोध्दा नि डर लाग्छ भनेपछि टक्कै ग्रुपको माथि जानुभयो भने चाहिँ मेरो नाम सबभन्दा सुरुमै देखाउँछ होला, त्यसमा मलाई क्लिक गरेर मलाई पर्सनली मेसेज गर्न सकिन्छ। यदि धेरै सिक्नु मन भएपछि म पनि खुसी भएर चाहिँ सबैको एन्सर चाहिँ रिजल्भ गर्ने ट्राई गर्छु। र ग्रुपमा भयो भने चाहिँ सबैलाई तपाईँ सोधेको क्वेसन चाहिँ सबैलाई एउटा लर्निङ जस्तो हुन्छ, त्यसले त्यो झन् अझ राम्रो।
म चाहिँ के गर्छु अब यसको लागि चाहिँ जाभास्क्रिप्ट भन्ने टाइटल दिन्छु अनि यसमा चाहिँ मैले के गर्छु बडीमा एउटा बडीमा चाहिँ म अहिले केही पनि गर्दैन एचटिएमएलबाट अब मैले सिधै के गर्छु हाम्रो भेरिएबल डिक्लेयर गर्ने चाहिँ ट्राई गरौँ कसरी भेरिएबल डिक्लेयर गर्न सकिन्छ अनि सबभन्दा पहिले त हामीले इन्टरनल जाभास्क्रिप्ट कसरी लेख्ने त्यसको लागि हामीसँग छ स्क्रिप्ट ट्याग स्क्रिप्ट ट्याग भयो यो सरी डबल आई भएछ अब यदि हामीले जाभास्क्रिप्ट लेख्नु पर्यो भने चाहिँ हामीले स्क्रिप्ट ओपन गर्छौँ स्क्रिप्ट क्लोज गर्छौँ अनि त्यो बिच चाहिँ हामीले जाभास्क्रिप्ट कोड लेख्छौँ अनि जाभास्क्रिप्ट कमेन्ट लेख्न हामीले के गर्छौँ दुईवटा स्ल्यास लेख्छौँ कमेन्ट लेख्नु भनेको चाहिँ अब कुनै पनि काम गर्दाखेरि चाहिँ अब कोड गर्ने मान्छे अथवा कोड अरू कुनै पढ्ने मान्छेलाई चाहिँ सजिलो होस् भनेर चाहिँ हामीले कमेन्ट गर्छौँ सो कमेन्ट गर्नु चाहिँ एकदमै राम्रो बानी हो त्यसैले चाहिँ मैले के गर्छु कमेन्ट गर्छु राइट योर जाभास्क्रिप्ट कोड हियर भनेर यसपछि मैले के गर्छु मैले एउटा भेरिएबल डिक्लेयर गर्छु VAR भेरिएबल डिक्लेयर गर्न चाहिँ हामीले के गर्छौँ VAR भन्ने किवर्ड युज गर्छौँ अनि नेम अब भेरिएबलको नाम के हो त जस्तै मैले नेम एड्रेस के छ त्यो कुराहरू त्यसरी डिक्लेयर चाहिँ गर्दै जान्छु ल के छ मैले नेम लेखेँ मलाई चाहिँ मेरो नाम लेख्नु पर्ने थियो अनि मैले के गर्छु सरी भ्यालु असाइन गर्छु यति चाहिँ मैले भेरिएबल बनाएँ अब यसपछि मैले के गर्छु भ्यालु असाइन गर्छु यतिमा भ्यालु असाइन गर्न चाहिँ हामीले सिङ्गल कोट या डबल कोट या चाहिँ हामीले यस्तो खालको यो टिल्ड भन्छ नि यसलाई यो टिल्ड चाहिँ युज गर्छौँ यो टिल्ड चाहिँ प्रायःको ट्याबको माथि स्केपको अगाडितिर त्यतातिर हुन्छ यो टिल्ड चाहिँ सो यसलाई चाहिँ हामी त्यो त्यति धेरै नै हेरौँ डबल कोट लेखौँ नाम भइहाल्छ विशाल केसी यसरी चाहिँ हामी एउटा भेरिएबल बनाउन सक्छौँ अब यसलाई प्रिन्ट गर्नु पर्यो भने कसरी गर्ने अहिले चाहिँ हामी धेरै कन्सेप्ट अलिकति अगाडि नजाऊँ त्यसपछि चाहिँ अलर्ट युज गर्छौँ यदि प्रिन्ट गर्नु पर्यो भनेपछि नेम हाम्रो के थियो यो चाहिँ कसरी लेखौँ भन्दाखेरि यो चाहिँ मैले यत्तिकै लेखेको हो अब मलाई चाहिँ नेम भनेर चाहिँ देखाउन सजिलो होस् भनेर त्यसमा चाहिँ मैले केही पनि नलेख्न पनि सक्थेँ है यो चाहिँ लेख्नुपर्छ भन्ने छैन यो चाहिँ जस्ट मैले चाहिँ के डिस्प्ले भइरहेको त त्यो कुराहरू जस्ट चिन्नको लागि नेम कोलोन अनि मेरो नाम देख्नको लागि त्यसपछि चाहिँ मैले यसरी यो नेम पनि लेख्न सक्थेँ सो यहाँ चाहिँ के नहोस् भन्दाखेरि यहाँ यदि कुनै पनि भ्यालु डिस्प्ले गर्नु पर्यो भनेपछि यहाँ चाहिँ केही न केही लेख्नै पर्छ भन्ने खालको चाहिँ नहोस् किनकि यो नलेखे नि हुन्छ मैले यत्तिकै माथिको नेमलाई चाहिँ पास पनि गरिदिन सक्छु यसरी नाम पास पनि गर्न सक्छु अब मैले यो पेज लोड गर्दा मेरो नाम आइरहेको छ यो नाम आउने ठाउँमा चाहिँ नेम कोलोन विशाल केसी आओस् भनेर चाहिँ त्यो भन्नको लागि मैले यहाँ डबल कोटमा नेम लेख्दै थिएँ यसरी के भन्दाखेरि यो के भयो भन्दाखेरि अलर्टमा चाहिँ यहाँ चाहिँ हामीसँग एउटा कन्सोल गर्ने हुन्छ एउटा अलर्ट गर्ने हुन्छ अनि अलर्टले चाहिँ कमा एक्सेप्ट गर्दैन सो यसलाई चाहिँ प्लस गर्नुपर्छ नि बल्ल नाम आउँछ अहिले मैले कमा लेखिरहेको रहेछु यहाँ चाहिँ प्लस गर्नुपर्छ अब यो भयो यसरी अलर्टमा देखाउनलाई यहाँ यसरी अलर्ट भनेको चाहिँ यसरी पपअपमा देखाउनलाई चाहिँ हामी अलर्ट युज गर्छौँ अनि हामीले यो बाहेक हामीसँग देखाउने तरिका अरू पनि छ जस्तै हामीसँग देखाउने तरिका भनेको ways to show output in JavaScript सर त्यहाँ एकजना साथी कुरिरहनु भएको रहेछ एक्सेप्ट गर्नु ए हजुर हुन्छ सायद कोही पनि हुनुहुँदैन त ट्राई गरिरहनु भएको भन्नुभएको थियो कि
हाम्रो साथी हुनुहुन्छ कि पर्सनलमा म्यासेज गर्नुहुन्छ है। लिङ्क चाहिँ सेम नै हो। ए सरी, आई थिङ्क मैले लिङ्क चेन्ज गरेँ आज। त्यही भएर होला सायद। त्यसैले आज किन ग्रुपमा आउनु हुँदैन हुँदैन भनेको। म चाहिँ फेरि त्यो पुरानै लिङ्क पठाइदिन्छु, त्यसमा यसो जोइन गर्न लगाउने चाहिँ मैले ख्याल नै गरेन। सबैलाई सबै चाहिँ त्यतिर आउनु होला, म चाहिँ त्यही नयाँ जतिर चाहिँ त्यही पुरानो लिङ्क पठाइदिन्छु। हुन्छ। लास सुन्नु भएको ल्यापटप भिडियो रेकर्ड भइरहेको छ। यदि अब अघि मिस भएको कोही को हुनुहुन्छ भिडियो हेर्नुलाई, म भोलि बिहानसम्म चाहिँ भिडियो प्रोभाइड गर्छु आजको। हामी चाहिँ अघि गइरहेको ठाउँबाट कन्टिन्यू गरौँ। म चाहिँ के भन्दैछु, वेज टु सो आउटपुट इन जाभास्क्रिप्ट भनेर चाहिँ मैले पढाइरहेको थिएँ। अनि यहाँ चाहिँ म कमेन्ट लेख्दैछु। कमेन्टमा चाहिँ तपाईँलाई टक्क देखाइदिन्छु म के कुन तरिकाले चाहिँ हामीले आउटपुट सो गर्ने। एउटा भनेको हामीसँग आउटपुट सो गर्नु भनेको अलर्ट डायलग बक्स, अनि अर्को भनेको कन्सोल, अनि अर्को भनेको हाम्रो डकुमेन्ट डट राइट, अनि अर्को हामीसँग भनेको इनर एचटिएमएल। यिन चारवटा कुरा चाहिँ हामीसँग आउटपुट जाभास्क्रिप्टमा आउटपुट सो गर्नलाई चाहिँ हामीले युज गर्न सक्छौँ। सो यही चारवटा कुराहरू हामीले युज गरेर हामीले हाम्रो नाम चाहिँ ब्राउजरमा सो गर्ने ट्राई गरौँ। जुनमा चाहिँ हामीले अलर्ट गरिसक्यौँ। अब हामीले ट्राई गर्छौँ कन्सोल। अब कन्सोललाई कसरी गर्ने त हामीले त्यसको लागि हामीले युज गर्छौँ कन्सोल डट लग। यसले चाहिँ के गर्छ, ब्राउजरको कन्सोलमा चाहिँ नाम देखाइदिन्छ। फेरि पनि यहाँ यसरी डबल कोटमा नेम कोलोन यसरी लेखेर गरे पनि भयो, नत्र भनेपछि हामी डाइरेक्टली हाम्रो यसरी नाम पनि सो गर्न सक्छौँ। अब यो कसरी देखिन्छ त ब्राउजरमा आउटपुट? अहिले चाहिँ हाम्रो केही पनि त्यस्तो फरक चाहिँ देखिरहेको छैन। अब यसको आउटपुट हेर्नलाई हामीले के गर्छौँ, इन्सपेक्टमा जान्छौँ, अनि हामीसँग यहाँ कन्सोल भन्ने ट्याब हुन्छ यहाँनिर, त्यसमा क्लिक गऱ्यौँ भने चाहिँ हाम्रो नाम चाहिँ देखिरहेको छ। अब हाम्रो आउटपुट चाहिँ के भयो, नर्मल युजरले देखाउन मिल्दैन कन्सोलमा। त कन्सोलमा युज गर्नु भनेको चाहिँ हामीले डेभलपरहरूको लागि मात्रै हो। जस्तै हामीले एप बनाइरहेको छौँ, वेब एपहरू। अब हामीलाई चाहिँ डिबग गर्नु पऱ्यो, हाम्रो आउटपुट के आइरहेछ, किन कतातिर इरर छ, के छ, डिबग गर्नु पऱ्यो भनेपछि हामीले कन्सोल युज गर्छौँ। हाम्रो कन्सोल चाहिँ के रहेछ भन्दाखेरि डेभलपर युजको लागि मात्र रहेछ। अब यो कन्सोल भयो। त्यसपछि हामीसँग छ अर्को वे भनेको डकुमेन्ट डट राइट। यो गरेर हेरौँ के हुन्छ डकुमेन्ट डट राइट। मैले के गरेँ, नेमलाई पास गरिदिन्छु यसरी। अब के हुन्छ भन्दाखेरि यहाँनिर हाम्रो नाम देखियो। ल अब मलाई चाहिँ के गर्नु पऱ्यो, कमेन्ट सेक्सनमा मेसेज गर्ने सेक्सन भन्दाखेरि डकुमेन्ट डट राइट कन्सोल र अलर्टमा सबैभन्दा राम्रो तरिका चाहिँ कुन रहेछ हाम्रो आउटपुट सो गर्ने। यदि तिनवटा मध्ये सबैभन्दा राम्रो तरिका चाहिँ कुन रहेछ? युजरले पनि आउटपुट देखाउँछ हाम्रो एप युज गर्ने,
र त्यो हेर्दाखेरि पनि राम्रो देखियोस् र कुन रहेछ त यसो मेसेज बक्समा लेख्नुहोस् त सबैले। खै कसैको मेसेज आउँदैन त। ल लेख्दै जाउँ है सबैले एन्सर चाहिँ एकपटक सर लेखौँ। ल यति 4वटा जति एन्सर आयो। यो अनुसार चाहिँ के छ भन्दाखेरि सबैभन्दा नराम्रो भनेको नै हाम्रो के हो भन्दाखेरि डकुमेन्ट डट राइट हो। सबैभन्दा नराम्रो यो चाहिँ एकदमै कसैले पनि रिकमेन्ड नगर्ने तरिका हो आउटपुट सो गर्नको लागि। अब वाइ दिस, म यसको चाहिँ ठिकै तल लेख्छु। डकुमेन्ट डट राइटले के गर्छ भन्दाखेरि इट रिमुभ्स अल द प्रिभियस content of web page and writes what we provide to it। यो भन्नु मतलब चाहिँ के हो भन्दाखेरि यदि हामीसँग हाम्रो कुनै वेब पेज बनाइरहेको छौँ त्यसमा चाहिँ हामीले दुनियाँभरि के कुराहरू लेखिरहेको छौँ। जस्तै मैले एउटा यहाँ के गर्छु भन्दाखेरि टेक्स्ट फर्मेटिङवाला कुरा कपीलाई नै यसैको कुरा चाहिँ म कपी गरेर राख्छु है त त्यहाँ। अनि ठिकै थाहा हुन्छ किन चाहिँ एकदमै नराम्रो तरिका चाहिँ भनेको रहेछ भनेर। ल मैले यो चाहिँ कपी गरेँ अनि यसैमै माथि लगेर राखिदिन्छु यहाँनिर। अनि के भयो भन्दाखेरि मैले डकुमेन्ट डट राइट गरेको छैन, डकुमेन्ट डट राइट गरेको छैन मैले। अब यसको आउटपुट हेरौँ के हो। आउटपुट चाहिँ मजाले आइरहेको छ डकुमेन्ट डट राइट नगर्दासम्म। अब के हुन्छ भन्दाखेरि यदि मैले डकुमेन्ट डट राइट लेखेर सेभ गरेँ भनेपछि यसले चाहिँ हामीसँग माथि भएको सबै कन्टेन्टलाई उडाइदिन्छ। जस्तै एचटिएमएलको सबै कन्टेन्ट उडाइदिन्छ। ल म सेभ गरेँ। अब के भयो भन्दाखेरि अब रिफ्रेस हुँदैछ। डकुमेन्ट डट राइट अलिकति यस्तो त नहुनु पर्ने थियो। तर जे होस् डकुमेन्ट डट राइट चाहिँ सबैभन्दा नराम्रो नै भनिन्छ। यो चाहिँ डब्लु3 स्कुलमा पनि यसरी नै लेखेको छ। यसरी चाहिँ हामीसँग यिनै 4वटा तरिका छ। अनि इनर एचटिएमएल अनि त्यसपछि डकुमेन्ट डट राइट फर टेस्टिङ पर्पज इट कन्भिनियन्ट टु युज युजिङ एभ्रिथिङ एभरेज अल एक्जिस्टिङ एचटिएमएल। तर डिलिट चाहिँ किन भएन म पनि एकदमै अचम्मै परे। यदि भन्छ त्यही भनेको छ इट विल डिलिट अल एक्जिस्टिङ एचटिएमएल, सबैले डिलिट गरिदिन्छ। तर हुन चाहिँ त्यस्तो भएन कि आई डोन्ट नो भाइ। तर त्यस्तो चाहिँ हुनुपर्ने थियो। त्यसरी चाहिँ डकुमेन्ट डट राइट चाहिँ अलिकति राम्रो मानिँदैन। डेभलपरको पोइन्ट अफ भ्यूले कन्सोल सबभन्दा राम्रो, कन्सोल डट लग। अनि अलर्ट चाहिँ हाम्रो स्पेसल केसमा युज गर्छौँ। जस्तै युजरले सो गरेर के गर्नुपर्ने छ भनेपछि
तर डाइरेक्ट इनर एचटिएमएल चाहिँ हामीले के कतै क्लिक गरेर कन्टेन्ट चेन्ज गराउनु पर्ने छ भने त्यति बेला चाहिँ हामीले के गर्छौँ इनर एचटिएमएल युज गर्छौँ। जस्तै अब चाहिँ हामीले के गरेर इनर एचटिएमएल युज गरेर चाहिँ हामीले हाम्रो डेट सो गर्ने गराएको एउटा त्योभन्दा पनि म पहिले घटाइदिन्छु। हामीले के गर्यौँ डकुमेन्ट डट राइट पनि युज गर्यौँ। अब हामीले के गरौँ भन्दाखेरि इनर एचटिएमएल गर्न ट्राई गरौँ। सो इनर एचटिएमएल चाहिँ हामीले के चाहिन्छ भन्दाखेरि एउटा कुनै पनि एचटिएमएल ट्याग चाहिँ बडीभित्र चाहिन्छ। त्यसलाई मैले प्याराग्राफ युज गरेँ। प्याराग्राफमा चाहिँ मैले के गर्छु आइडी दिन्छु। आइडी चाहिँ मैले के भन्छु para1 नै दिन्छु यसरी। अब हामीले यदि इनर एचटिएमएल गर्नु भन्नु भने चाहिँ कुनै पनि हाम्रो एचटिएमएल बडीभित्र भएको इलिमेन्टमा चाहिँ इनर एचटिएमएल गरियो। जस्तै एचटिएमएलको इनर भित्रतिर चाहिँ सो गर्ने। सो यो प्याराग्राफ छ, यो प्याराग्राफ चाहिँ खाली छ। अब यसमा आउटपुट यो प्याराग्राफभित्र चाहिँ आउटपुट सो गर्नु पर्यो भने चाहिँ हामीले के गर्छौँ इनर एचटिएमएल युज गर्छौँ। सो त्यसलाई चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि पहिले चाहिँ यो प्याराग्राफलाई गेट गर्नुपर्छ, यो प्याराग्राफ सिलेक्ट गर्नुपर्छ। प्याराग्राफ सिलेक्ट गर्न हामी के गर्छौँ हामीसँग डकुमेन्ट डट गेट इलिमेन्ट बाई आइडी भन्ने हुन्छ। जस्तै हामीले आइडी युज गरेर चाहिँ सेसन सिलेक्ट गर्थ्यौँ ह्यासट्याग आइडी बनाएको। अरूसँग के छ डकुमेन्ट डट गेट इलिमेन्ट बाई आइडी भन्ने छ हामीसँग यसरी। अब हामी के गर्छौँ हामी यसको आइडी पास गर्छौँ। आइडी के छ para1 भनेर छ para1। अनि अब के गर्छौँ डट इनर एचटिएमएल यसको पछि आएर हामीले डट इनर एचटिएमएल चाहिँ लेख्छौँ यसरी। अनि इक्वल्स टु हामीले दिनुपर्ने भ्यालु के हो त त्यसको नेम पास गर्नुपर्ने चाहिँ नेम त्यसरी इक्वल टु पछाडि राखिदिउँ। यसरी भ्यालु गरिसकेपछि हाम्रो वेब पेजमा यो चाहिँ प्याराग्राफ रूपमा देखिसक्यो। यहाँ चाहिँ देखिरहेको छ आउटपुट। यहाँ चाहिँ प्याराग्राफभित्र हामीले के गरिरहेको छ भन्दाखेरि यो प्याराग्राफलाई चाहिँ खाली छोडिरहेको छौँ। यदि हामी यसरी हेर्ने हो भनेपछि यो प्याराग्राफलाई खाली छोडिरहेको छौँ। तर आउटपुट आयो यही प्याराग्राफभित्र देखिरहेको छ भनेपछि यो प्याराग्राफभित्र चाहिँ आउटपुट आइरहेको छ मेरो। अब यो सो गर्ने तरिका थाहा भइसकेपछि हामीले भेरिएबल चाहिँ अब डिक्लेयर गर्ने हेरौँ। अघि हामीले चाहिँ तिनवटा तरिका भेरिएबल डिक्लेयर गर्ने भनेको थिएँ मैले var अनि एउटा कन्स्ट एउटा चाहिँ लेट। सो यो तिनवटा चिज गरेँ हेर। अब लेट var चाहिँ मैले फेरि var नेम इक्वल्स टु समीर लेखेँ। अब यो के हुन्छ भन्दाखेरि लास्टमा हामीले जुन भेरिएबल बनाएको छौँ त्यही भेरिएबलको भ्यालु चाहिँ यसरी देखिरहेको छ। मतलब भ्यालु चेन्ज गर्न मिलिरहेको छ र डिक्लेयर पनि गर्न मिलिरहेको छ। डिक्लेयर गर्नु भन्नु अगाडि चाहिँ हामीले var लेख्यौँ लेट लेख्यौँ कन्स्ट लेख्यौँ भनेपछि त्यो डिक्लेयर गर्ने भनेर भन्न खोजेको। अनि हामीले यो var नलेखेर यत्तिकै नेम मात्र लेख्यौँ भनेपछि चाहिँ यो असाइन गरेको भन्ने तरिकाले बुझ्नुपर्छ। यो चाहिँ var लेखेपछि डिक्लेयर गरेको, यदि var नलेखेर यसरी गरिरहेको छ चाहिँ यो भ्यालु असाइन गरेको चेन्ज गरेको। सो यो दुईटै तरिका चाहिँ चलिरहेको छ। सो यसरी चलिरहेको छ। अब यही कुरा हामीले लेटमा गरेर हेरौँ। जस हाम्रो चाहिँ भ्यालु पनि चेन्ज गर्न पायो र रिडिक्लेयर पनि गर्न पायो। मतलब फेरि यसको भ्यालु चाहिँ असाइन चेन्ज गरिदिन पायौँ। अब सेम कुरा हामीले लेटबाट गरेर हेऱ्यौँ भने चाहिँ हुन्छै हुँदैन। लेटको पालो आयो यहाँ चाहिँ मैले के अरे लेट नेम इक्वल्स टु विशाल लेखेँ। भ्यालु चाहिँ चेन्ज भएर आइरहेको छ किनभने अब हामीले चाहिँ यसरी बनायौँ। अब फेरि के गरौँ लेट नेम इक्वल्स टु समीर लेखौँ। अब यहाँ के भयो अहिले चाहिँ इरर नै दियो हामीलाई हेर्नुहोस् के भनेको छ क्यानट रिडिक्लेयर ब्लक स्कोप भेरिएबल नेम। यसले के भन्दैछ भने नाम चाहिँ मान्छेले डिक्लेयर गरिसकेको छ फेरि तल चाहिँ डिक्लेयर गर्न मिल्दैन भनिरहेको छ। अब यसलाई चाहिँ हामीले भ्यालु मात्रै चेन्ज गर्नुपर्ने छ हामीले। सो यसरी चाहिँ नेम इक्वल्स टु समीर लेख्नु चाहिँ यसरी भ्यालु चेन्ज गर्न पाइयो। सो हामीले नेममा चाहिँ के भएको थियो भन्दाखेरि यहाँ यसरी var नेम लेख्दा अलिकति समस्या आइरहेको थिएन। सो यसरी चाहिँ var आउँदैन। तर लेटमा चाहिँ हामीले फेरि पनि अगाडि लेट लेखेर चाहिँ भ्यालु भेरिएबल डिक्लेयर गर्न खोज्यौँ भनेपछि चाहिँ इरर आउँछ।
र हामीले चाहिँ यसरी नर्मल यसरी भ्यालु चेन्ज गरेर खोज्यौँ भने चाहिँ चेन्ज भइरहेको छ। यो पनि भयो यति बेसी कन्सेप्ट। अब यसको तल हामीसँग छ कन्स्ट। अब कन्स्टमा हामी के गर्छौँ, कन्स्ट नेम इक्वल्स टु मैले मेरो नाम लेखेँ यसरी विशाल, अनि एकपल्ट आउटपुट आयो कि आएन हेरौँ। सो आउटपुट आइरहेको छ। अब यो विशाल लेखेको चाहिँ अब चेन्ज हुन्छ कि हुँदैन त, म चेन्ज गर्न मिल्छ कि मिल्दैन। यसरी फेरि कन्स्ट नेम इक्वल्स टु अर्को कुनै नाम लेख्न पाउँछु कि पाउँदैन। फेरि यहाँ दियो यसले क्यान रिडिक्लेयर ब्लक स्कोप भेरिएबल नेम भन्यो। मैले अब के गर्छु, रिडिक्लेयर गर्न मिलेन भन्यो। अब मैले के रिडिक्लेयर रिअसाइन गरेँ, भ्यालु चेन्ज गरिदिएँ। अब चेन्ज गर्न मिल्यो कि मिलेन। यसले यहाँ त यसले कोडले चाहिँ इरर दिएन। अब हाम्रो इरर चाहिँ यहाँनिर कन्सोलमा आउँछ। असाइनमेन्ट टु कन्स्टेन्ट भेरिएबल एड भनेको छ। यो भनेको भन्दाखेरि भ्यालु चाहिँ कन्स्टेन्ट भेरिएबलमा चाहिँ हामीले भ्यालु असाइन गर्न पाउँदैनौँ भन्न खोजेको। सो त्यसैले चाहिँ हामीले के भयो भन्दाखेरि लेटमा चाहिँ फेरि लेट गरेर भ्यालु त्यही भेरिएबल चाहिँ रिडिक्लेयर गर्न मिलिरहेको थिएन। तर हाम्रो के हो, भ्यालु चाहिँ चेन्ज गर्न पाइरहेको थियौँ। अब कन्स्टमा के हुन्छ भन्दाखेरि एकपल्ट डिक्लेयर गरिसकेपछि फेरि त्यसमा चाहिँ भ्यालु चेन्ज गर्न पाइएन। कन्स्टेन्ट भनेपछि कन्स्टेन्ट, त्यसको कहिले पनि चेन्ज हुने भएन। यिनी कुराहरू हामी तिनवटा कक्षा हामीले तिनवटा कुरा चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। यो सम्बन्धी मसँग एउटा मैले बनाएको नेटमा जति पनि भेटिन्छ एउटा फोटो अथवा फाइलहरू चाहिँ पाइन्छ, त्यो चाहिँ म पठाइदिन्छु आज नोटको रूपमा। अनि यसपछि अब हामीले पर्ने भनेको चाहिँ डेटा टाइप्सहरू हुन्। जाभास्क्रिप्टमा डेटा टाइप्स के छ त्यो त्यसमा अलिकति नोट बनाउन भ्याएन राम्रोसँग। सो म डेटा टाइप्स यतातिर चाहिँ अलिकति मजाले W3 स्कुलबाट चाहिँ म पढाइदिन्छु। अनि जाभास्क्रिप्टसँग के छ भन्दाखेरि 8वटा डेटा टाइप्स छ भन्दैछ। अब त्यसमा हामीले मेनली एकदमै धेरै युज गर्ने भनेको स्ट्रिङ, नम्बर, बिगिन भनेको अलि लार्ज ठुल्ठुला नम्बरहरू, जुन चाहिँ नम्बरले चाहिँ भ्याउँदैन। नम्बरले चाहिँ 4 डिजिटसम्मको नम्बर अड्काउन सक्छ, 4 बाइटसम्मको। अनि त्योभन्दा ठुलो नम्बरहरू हामीले यदि असाइन गर्नुपर्ने छ भने चाहिँ त्यसलाई चाहिँ बिगिन युज गर्छौँ। अनि बुलियन भनेको चाहिँ ट्रु या फल्स भ्यालु, कि त ट्रु हुन्छ कि त फल्स हुन्छ भन्ने खालको भ्यालु। अनि अनडिफाइन्ड र नल पनि हामीले एकदमै युज गर्छौँ। त्यसबाहेक चाहिँ हामी अब्जेक्ट चाहिँ जाभास्क्रिप्टमा भनेको एभ्रिवेयर इज अब्जेक्ट के, अब्जेक्ट नभएको भए चाहिँ हामी जाभास्क्रिप्ट कसैलाई इमेजिन पनि गर्न सकिँदैन। सो अब्जेक्ट हुनु त्यति इम्पोर्टेन्ट र अलिक एडभान्स पनि छ, तर एकदम इम्पोर्टेन्ट कुराहरू हो। यसले चाहिँ के भन्दैछन्, अब्जेक्ट चाहिँ डिफाइन पनि गर्न पायो, युजरले चाहिँ प्रोग्रामरले डिफाइन पनि गर्न पायो, र यो चाहिँ बिल्डिङ पनि हुन्छ भनेको छ। जस्तै अब्जेक्ट, एरे, डेट्स, म्याप, सेट्स, इन्ड एरेज, फ्लोट एरेज, यिनी कुराहरू चाहिँ बाई डिफल्ट डिफाइन भएर आएको हुन्छ। यो बाहेक हामीले छुट्टै अब्जेक्ट पनि बनाउन पाउँछौँ। जस्तै अब हामीले अघि नेम भन्ने डिक्लेयर गऱ्यौँ, त्यो चाहिँ हाम्रो स्ट्रिङ थियो। अब हामीले नम्बर डिफाइन गर्नु पर्यो भनेपछि कसरी गर्छौँ भन्दाखेरि जस्तै 16 भन्ने चाहिँ हाम्रो नम्बर भयो। यिनी कुराहरू हामीले जेनरली चाहिँ लेट अथवा भेर अथवा कन्स्ट के गर्छौँ, अनि यसरी चाहिँ अघि हामीले स्ट्रिङ लेखेको थियो भनेर नम्बर लेख्छौँ। सो यहाँ के छ भन्दाखेरि मैले भोल बताइदिएँ। अनि यहीँ चाहिँ म प्र्याक्टिकली गर्छु। यसरी हामीले W3 स्कुलमा पनि यसरी प्र्याक्टिस चाहिँ गर्न मिल्छ है। यसरी 10 नम्बर 16 भनेर आइरहेको छ। यसरी चाहिँ हामीले के छ, हामीले चाहिँ एउटा नम्बर अथवा चाहिँ नम्बर टाइप चाहिँ युज गर्न सक्छौँ, बनाउन सक्छौँ। अनि त्यसै गरी हामीसँग छ जस्तै स्ट्रिङ डिफाइन गरिरहेको छ।
स्ट्रिङ भयो। अब स्ट्रिङ गरिसकेपछि हामीले के गर्छौँ भने हामीसँग नम्बर पनि छ, नम्बरसँग हामीले के गर्छौँ यसरी चाहिँ जेनरली नम्बर डिफाइन गर्न सक्यौँ, डेसिमल भएको पनि डेसिमल नभएको पनि। अनि अब हामीले यदि के छ भन्दाखेरि पावर डिफाइन गर्नुपर्ने छ, पावर भन्नाले पनि एक्सपोनेन्सियल नम्बरहरू, त्यो त्यति बेला चाहिँ हामीले के गर्छौँ भन्दाखेरि 1.2 × 10⁵ भने जस्तै चाहिँ हामीले के भयो भन्दाखेरि पछाडि चाहिँ 10ले कतिवटाले मल्टिप्लाई गर्ने एक्सपोनेन्सियल नम्बर चाहिँ कति राख्ने भन्ने चाहिँ यसरी डिफाइन बिचमा युज गर्न सक्छौँ। अनि नेगेटिभको लागि चाहिँ - अथवा त्यो भ्यालु चाहिँ यसरी राख्न सक्छौँ। यो त्यति युज नहोला, अब त्यस्तो खालको एपहरू बनाउन लागि चाहिँ चाहिन सक्छ, तर जेनरली हाम्रो वेब एपहरूमा चाहिँ नर्मली यो पनि युज हुँदैन। अनि सो होल नम्बरहरू चाहिँ 8 बिटको हुन्छ, सर्ट यसरी यसरी भनिरहेको छ मोस्ट धेरै जस्तो प्रोग्रामिङ ल्याङ्ग्वेजमा। जाभास्क्रिप्टमा के छ 16 बिटको फ्लोटिङ पोइन्ट नम्बरहरू राख्न पाइन्छ भन्दैछ। अनि बिग इन्डमा के हुन्छ 64 बिटको चाहिँ हामीले फ्लोटिङ नम्बर राख्न पायौँ बिग इन्डमा, तर नम्बरहरूमा चाहिँ जेनरल नम्बरहरूमा चाहिँ 8 बिटको चाहिँ हुन्छ। अनि बिग इन्डमा चाहिँ हामीले 64 बिटको भन्नु चाहिँ एकदमै ठुलो लार्ज नम्बर राख्न पाउँछौँ। यो कुराहरू चाहिँ हामीले के थियो जाभास्क्रिप्टमा चाहिँ जेनरली लेख्न पाउँदैनौँ यस्तो खालको यति ठुलो नम्बरहरू। अनि बुलियन भनेको चाहिँ ट्रु या फल्स, आइदर ट्रु हुन्छ या फल्स हुन्छ बुलियन्स भनेको चाहिँ। अनि एरे भनेको के हो भन्दाखेरि यदि हामीले चाहिँ मल्टिपल इलिमेन्टहरू चाहिँ हामीले एकै ठाउँ लेख्नु पर्ने छ। मल्टिपल इलिमेन्ट भन्नाले चाहिँ सेम टाइपको मल्टिपल इलिमेन्ट, जस्तै अब हाम्रो के भयो चाहिँ कारको कलेक्सन भयो, कारको कलेक्सनमा के भयो अब यहाँ चाहिँ डिफ्रेन्ट नाम छ, तर हामीले चाहिँ त्यस्तै एउटा कुनै कमन चिजको कलेक्सन बनाउनु पर्ने छ भने त्यति बेला चाहिँ हामीले के गर्छौँ एरे युज गर्छौँ। एरे लेख्नुको लागि हामीले के गर्छौँ यहाँ चाहिँ कन्स लेट भ्यार जे लेख्नु भयो, अनि एरेको नाम, अनि त्यसपछि इक्वल टु लेखेर यो हाम्रो यो ब्राकेटभित्र चाहिँ हामीले यदि कुनै पनि कमा सेपरेटेड भ्यालु लेख्यौँ भनेपछि त्यो चाहिँ एरे बन्न जान्छ। अनि एरेको इन्डेक्स चाहिँ जहिले पनि 0बाट सुरु हुन्छ। भन्नुको मतलब चाहिँ फर्स्ट इलिमेन्ट छ नि यो यति, यो हाम्रो यो चाहिँ 0 हो। अनि यसलाई एक्सेस गर्नु पऱ्यो भने चाहिँ 0 युज गर्छौँ, यसलाई एक्सेस गर्नु पऱ्यो, यसलाई युज गर्नु पऱ्यो भने चाहिँ 1 युज गर्छौँ, यसलाई युज गर्नु पऱ्यो भने चाहिँ 2 युज गर्छौँ। भन्नु मतलब चाहिँ हाम्रो 0बाट चाहिँ एरेको काउन्टिङ सुरु हुन्छ। अनि अब्जेक्ट भनेको के हो भन्दाखेरि एउटा यो चाहिँ हामीले के गर्छौँ भन्दाखेरि यसरी हामीले कर्ली ब्राकेटभित्र की भ्यालु पेयर, यो चाहिँ की भयो अनि यसको भ्यालु, यसरी की भ्यालु पेयरमा हामीले लेख्छौँ भनेपछि त्यो चाहिँ अब्जेक्ट हुन जान्छ हाम्रो जाभास्क्रिप्टमा। अनि अब हामीले यदि फर्स्ट नेम एक्सेस गर्नुपर्ने छ भनेपछि अब्जेक्ट डट अब्जेक्टको नाम के छ पर्सन भन्ने छ, अब्जेक्टको नेम डट की, अब्जेक्टको नेम पर्सन डट की। अब यो ठाउँमा चाहिँ मलाई के छ भन्दाखेरि मलाई यो लास्ट नेम फर्स्ट नेम भनेको लास्ट नेम लेख्नु पर्ने छ भने चाहिँ यो पर्सन डट लास्ट नेम लेख्छु मैले यसरी। यसरी चाहिँ मैले जाभास्क्रिप्टबाट चाहिँ एक्सेस गर्न पाउँछु। जस्तै मैले अब मलाई चाहिँ ह्याज आई कलर भन्ने चाहिँ अब आई कलर पनि लेख्नु पऱ्यो यहाँ, त्यसलाई मैले के गर्छु भन्दाखेरि ह्याज फेरि यहाँ प्लस लेखेँ, प्लस चाहिँ बिचमा चाहिँ हामीले यो चाहिँ यहाँ बिचमा भेरिएबलको नाम, अनि फेरि स्ट्रिङ भने चाहिँ हामीले स्ट्रिङको डिफाइन लेख्नु पऱ्यो, त्यसपछि फेरि भेरिएबलको नाम लेख्न पर्ने भएको भएर चाहिँ बिचमा प्लसले चाहिँ जोड्दै गएको है। जस्तै माई नेम इज यो त्यो भन्दै जोड्दै गएको जस्तै हो। सो पर्सन डट लास्ट नेम जुन चाहिँ हाम्रो डो लेखा छ यहाँ, अनि हामीले हाम्रो स्ट्रिङ लेख्यौँ फेरि प्लस गऱ्यौँ किन हामीले यो एजलाई एक्सेस गर्नुपर्ने छ, अनि फेरि प्लस लेखेँ मैले, अनि इयर्स ओल्ड एन्ड ह्याज यति लेख्नुपर्ने छ, अनि फेरि मैले के गरेँ मैले आईले एक्सेस गर्नुपर्ने छ, आई लेख्छु पर्सन डट पर्सनमा चाहिँ यो पर्सन, अनि डट भन्दा चाहिँ यसको भित्रको इलिमेन्ट एक्सेस गर्नु पऱ्यो आई कलर। रन गऱ्यो भनेपछि ह्याज ब्लू, पछाडि फेरि मैले आई कलर दिनु पऱ्यो, आफै चाहिँ थपिदिनु पऱ्यो भनेपछि आई कलर यसरी चाहिँ मैले लेख्छु। अनि यहाँ चाहिँ एज 50 इयर्स ओल्ड एन्ड ह्याज ब्लू आई कलर। अब यहाँ चाहिँ के भयो भन्दाखेरि ब्लू र आईले सँगै जोडिरहेको छ, यो चाहिँ मैले यहाँ चाहिँ स्पेस दिएको छैन। यस्तो कुराहरू चाहिँ बिस्तारै हामी ट्राई गर्दै डेभलप गर्दै चाहिँ जानुपर्ने हुन्छ। सो डेटा टाइप्स चाहिँ हाम्रो जेनरली 8वटा टाइप्सको छ।
अनि स्ट्रिङ नम्बर बुलियनहरू चाहिँ त्यस्तो खासै अप्ठ्यारो छैन यो कुराहरू बुझ्नको लागि। हामीले अलिकति अप्ठ्यारो भनेको एरे हो अनि अब्जेक्ट हो। सो एरे र अब्जेक्ट हामी अलिकति मजाले चाहिँ बुझ्न प्रयास गर्नुपर्ने हुन्छ। अब एरे चाहिँ हामीले सिमिलर इलिमेन्ट्सहरू सिमिलर कुराहरूलाई चाहिँ हामीले ग्रुप गरेर राख्नु पर्यो, एउटा कलेक्सन गरेर राख्नु पर्यो भनेपछि हामीले त्यति बेला चाहिँ एरे युज गर्छौँ। अनि त्योभन्दा ठुलो स्केलको डेटा एज अ डेटाबेसको रूपमा चाहिँ हामीले स्टोर गर्नुपर्ने छ। अनि हामीले चाहिँ भ्यालु त्यसको की पनि थाहा छ, मलाई के चिज चाहिँ एक्सेस गर्नुपर्ने छ। जस्तै हाम्रो एरेमा के हुन्छ भन्दाखेरि हामी नम्बरले एक्सेस हुन्छ एरे, यसरी चाहिँ ब्राकेटभित्र 0 अथवा 1 लेख्छौँ। अब यो कुराहरू चाहिँ कसरी गर्छ त्यो पनि एकपल्ट हेरौँ है त। एरेमा के हुन्छ भन्दाखेरि मलाई चाहिँ मेरो यो एक्सेस गर्नु पर्यो भने चाहिँ 0 युज गर्छु। यसरी एरेको नाम अनि ब्राकेटभित्र यसरी 0 युज गरेपछि मलाई यो एक्सेस हुन्छ। जस्तै मलाई अब लास्टको एक्सेस गर्नुपर्ने छ भनेपछि मैले 2 लेख्छु, यसरी चाहिँ त्यो आयो। अब हामीले थाहा चाहिँ यसको लागि के हुन्छ, कुन चाहिँ इन्डेक्समा छ, कति नम्बरमा छ त्यो चाहिँ थाहा हुनुपर्छ एरेमा कुनै पनि चिज एरेबाट तान्नु छ भनेपछि। तर अब्जेक्टको केसमा के भयो भन्दाखेरि हामीलाई चाहिँ के थाहा हुन्छ, यो चिजभित्र यो कुराहरू हुन्छ भने थाहा हुन्छ अलरेडी। अनि त्यो अनुसार चाहिँ त्यो कति नम्बरमा छ, फर्स्ट नम्बरमा छ कि सेकेन्डमा छ कि अथवा लास्टमा छ, त्यो कुसँग चाहिँ हामीलाई मतलब हुने भएन। जस्ट हामीलाई चाहिँ कीको नाम थाहा हुनु पर्यो। कीको नाम थाहा भएपछि हामीले चाहिँ त्यो कुराले एक्सेस गर्न पाउँछौँ। यो कति बेला युज हुन्छ भन्दा एज अ डेटाबेसको रूपमा युज गर्नुपर्ने छ, डेटा सेटको रूपमा युज गर्नुपर्ने छ भनेपछि त्यति बेला चाहिँ हामीले अब्जेक्ट युज गर्छौँ। अब हामी चाहिँ अगाडि हेरौँ अरू। यहाँसम्म अलिअलि क्लियर भएको छ कि मैले अब्जेक्ट अथवा एरेको बारेमा अलिकति भनिदिनुपर्छ? यसो कमेन्ट गर्नुहोस् त केही कन्फ्युजन छ भनेपछि। त्यसो कन्फ्युजन छैन, म अरू अगाडि बढ्छु। अनि अपरेटर्सहरू चाहिँ हामीले एकपल्ट हेरौँ। अपरेटर्स भनेको त्यो प्लस माइनस मल्टिप्लिकेसन कम्पेरिजन डिभिजन यिनै कुराहरू चाहिँ हाम्रो अपरेटर्समा पर्छन्। सो त्यसको लागि के गरेँ मैले भन्दाखेरि असाइनमेन्ट अपरेटर भनेको कुनै पनि भ्यालु असाइन गर्नलाई, जस्तै हामीले यतिकै बेरसम्म के गरिरहेको थियौँ, असाइनमेन्ट अपरेटर युज गरिरहेको थियौँ। अनि प्लसले के गर्छ, कुनै पनि इलिमेन्टलाई जोड्छ। जस्तै कि हामीले चाहिँ यता आउटपुटको रूपमा युज गरे होस् अथवा चाहिँ त्यो हटिसकेछ, आउटपुट जोड्नलाई चाहिँ हामीले युज गरौँ अथवा चाहिँ नम्बरहरू चाहिँ एडिसन गर्नको युज गरौँ, त्यो चाहिँ हामीले एडिसन अपरेटर युज गर्छौँ। मल्टिप्लिकेसन अपरेटरले एज अ म्याथमा जे गर्थ्यो यहाँ पनि त्यही नै हुन्छ। कम्पेरिजन अपरेटर चाहिँ कुन चाहिँ ठुलो कुन चाहिँ सानो भनेर चाहिँ कम्पेरिजन गर्ने युज हुन्छ। जस्तै अब यसले असाइन भ्यालु 5 to x भनेको छ। एक्स भन्ने भेरिएबलमा चाहिँ हामीले 5 भन्ने भ्यालु असाइन गर्नु पऱ्यो भने चाहिँ यसरी गर्छौँ। अनि एडिसन गर्नु पऱ्यो भने जस्तै एक्सको भ्यालु 5 छ, वाईको भ्यालु 2 छ, अब दुइटालाई जोड्नु पऱ्यो भनेपछि चाहिँ हामीले यसरी हामीले चाहिँ प्लस युज गर्छौँ। अनि यसमा चाहिँ म अलिकति के यहाँ मोडिफाई गर्छु भन्दाखेरि यहाँ चाहिँ मैले के भन्दाखेरि यसरी लेख्छु, द सम इज भनेर। अब दुइटालाई जोडिसकेपछि अनि यहाँ अब के छ भन्दाखेरि मैले यति कुरा र मेरो यति कुराले मैले जोड्नु पर्ने छ भनेपछि मैले बिचमा प्लस युज गर्छु। सो यसरी चाहिँ अब यहाँ के भयो भन्दाखेरि 5 + 2 हाम्रो कति हुन्छ, 7 हुन्छ। तर यहाँ के भयो 52 भयो। हो, यो बिहेभियर चाहिँ मैले देखाउन खोजिरहेको थिएँ। यो किन हुन्छ भन्दाखेरि एक्स र वाई चाहिँ हाम्रो नम्बर हो, एक्स र वाई जोड्दाखेरि नम्बर नै आउनु पर्ने थियो। 5 र 2 जोड्दाखेरि 7 आउनु पर्ने थियो। तर हाम्रो के हो, स्ट्रिङ यहाँ हामीसँग चाहिँ हामी स्ट्रिङ पनि जोड्न खोजिरहेको छौँ। त्यो भएर चाहिँ अब के हुन्छ भन्दाखेरि सँग स्ट्रिङ जोड्दाखेरि अटोमेटिकली यो हामीसँग भएको भ्यालु पनि स्ट्रिङ हुन जान्छ। सो हाम्रो कस्तो हुन्छ भन्दाखेरि 5 + 2 भन्नाले चाहिँ हाम्रो सँगै लेख्दै जस्तो भयो कि 52 लेखे जस्तो। किन स्ट्रिङमा चाहिँ एडिसन हुँदैन, स्ट्रिङमा के हुन्छ, कन्क्याटिनेसन हुन्छ। कन्क्याटिनेसन भनेको चाहिँ कुनै दुईवटा स्ट्रिङ बिच चाहिँ प्लस छ भनेपछि त्यसलाई चाहिँ कन्क्याटिनेसन भन्छौँ। अब यहाँनिर के भयो भन्दाखेरि हाम्रो यो दुईवटा नम्बर हो, तर हामीले स्ट्रिङसँग जोड्न लागिरहेछौँ। अब दुईवटा नम्बरलाई पनि स्ट्रिङको रूपमा चाहिँ ट्रिट गर्यो। यो चाहिँ 5 र 7 चाहिँ मैले जोड्नु भन्दा पनि 5 र 2 लाई चाहिँ मैले सँगै चाहिँ देखाउनु पर्ने हो भन्ने तरिका चाहिँ बुझ्यो। यो कुरा अभोइड गर्न हामीले के गर्छौँ भन्दाखेरि
यहाँ एउटा प्लस लेखिदिउँ भनेपछि यो अटोमेटिकली यो एक्स चाहिँ नम्बर हुन जान्छ र यो वाइ पनि नम्बर हुन जान्छ। यसरी पनि हाम्रो के भयो आउटपुट चाहिँ मिलेन, किनभने एट द इन्ड हाम्रो यतातिर जोड्ने बेला चाहिँ 52सँग स्ट्रिङ नै भयो। अब यति बेला हामीले के युज गर्छ भन्दाखेरि यसलाई ब्राकेटभित्र राखिदिन्छ। अब चाहिँ पहिले ब्राकेटभित्र चाहिँ हाम्रो जस्तै हामीले म्याथमा पढ्ने बेला पनि सबभन्दा सुरुमा चाहिँ ब्राकेटभित्र चाहिँ सिम्प्लिफिकेसन गर्दा ब्राकेटभित्रको चिज गर्थ्यौँ अनि पछि बाहिरको गर्थ्यौँ। त्यस्तै चाहिँ के भयो यसले पनि ब्राकेटभित्रको चिजलाई पहिले सबभन्दा सुरुमा गर्यो। यो एक्स प्लस वाइ मतलब 5 + वाइ 7 गर्यो अनि मात्रै आउटपुट बाहिर आयो। आउटपुट चाहिँ यहाँ आएर चाहिँ कन्काटेसन भयो। यसरी चाहिँ हामीले म्याथकै हामीले पढेकै म्याथको कन्सेप्ट लगाएर चाहिँ यहाँनिर यो काम गर्न सक्छौँ। मल्टिप्लिकेसन सेम हो। जावास्क्रिप्ट अपरेटरमा अर्थमेटिक अपरेटरहरू अरू अपरेटर भनेको चाहिँ अर्थमेटिक अपरेटर चाहिँ हामीले माथि पढ्यौँ, जुन चाहिँ अब यहाँनिर फेरि छ। अनि कुन कुन छ भने चाहिँ हामीले यहीँबाट यति हेरे चाहिँ थाहा भइहाल्छ। यिनै चाहिँ हामीसँग भएको अर्थमेटिक अपरेटरहरू हुन्। अब यसले के गर्छ प्लस प्लसले चाहिँ एक भ्यालु बढाउँछ, माइनस माइनसले एक भ्यालु घटाउँछ, त्यति मात्रै यसमा चाहिँ। यदि मैले तल कतै रहेछ भनेपछि मैले चाहिँ यसलाई चाहिँ आउटपुट रूपमा देखाउँछु। यो एक्स प्लस 5 गऱ्यौँ हामीले, यो भन्नुको मतलब चाहिँ के हो। अब यसले चाहिँ के गर्छ भन्दाखेरि यसको मतलब चाहिँ के हो भन्दाखेरि एक्स इक्वल्स टु एक्स प्लस 5 हो। यदि हामीले इक्वल टु अगाडि प्लस लेख्यौँ भनेपछि अथवा चाहिँ कुनै पनि अर्को अपरेटर लेख्यौँ भनेपछि त्यो भनेको चाहिँ एक्ससँगै चाहिँ त्यो अपरेसन गर्ने भने हो। जस्तै अब मैले चाहिँ एक्स माइनस इक्वल्स टु 5 लेखेँ भनेपछि एक्सबाट 5 घटाउने भने हो। सरी, एक्सबाट 5 घटाउने भने हो। यदि मैले यहाँ यदि एक्स मल्टिप्लिकेसन इक्वल्स टु 5 यसरी लेखेँ भनेपछि अब एक्ससँग चाहिँ मल्टिप्लाई गर भनेको। सो आई थिङ्क यो पनि क्लियर भयो यहाँनिर। अनि हामीसँग अर्को के हुन्छ भन्दाखेरि प्लस प्लस हुन्छ यस्तो। अब प्लस प्लसले के गर्छ त अहिले चाहिँ यति रन हेरौँ। प्लस प्लसले के गर्यो, हामीसँग 10 भ्यालु थियो, यसलाई चाहिँ 11 गराइदियो। अघिसम्म 10 थियो, अहिले 11 गराइदियो। यसले चाहिँ के गर्यो भन्दाखेरि एक्स प्लस 1 गराइदियो। अब सेम एज इट इज माइनस माइनस भयो भनेपछि पनि एक्स माइनस 1 हुने भयो। एकले भ्यालु बढाउनु पर्ने छ र एकले भ्यालु घटाउनु पर्ने छ भने त्यति बेला चाहिँ हामीले प्लस प्लस या माइनस माइनस युज गर्छौँ। अनि हामीसँग अर्थमेटिक अपरेटर पनि छ। सरी, अर्थमेटिक अपरेटर आइसक्यो। अब हामीसँग छ असाइनमेन्ट अपरेटर, भ्यालु असाइन गर्ने, जुन चाहिँ अघि हामीले के गर्यौँ यसरी भ्यालु असाइन गर्नेवाला पार्ट पनि हेऱ्यौँ। जुन चाहिँ के हो भन्दाखेरि यदि एक्स प्लस इक्वल्स टु वाइ लेखेको छ भनेपछि एक्स प्लस इक्वल्स टु वाइ, यसले चाहिँ के गर्यो एक्समा चाहिँ वाइलाई जोडिदिनु भयो। जस्तै एक्स प्लस इक्वल्स टु 5 लेखेको थिएँ, त्यसरी लेखेको थिएँ एक्स प्लस 5 लेखेको थिएँ। त्यस्तै गरेर चाहिँ यसले पनि एक्स प्लस इक्वल्स टु वाइ लेख्नु भनेको चाहिँ एक्समा एक्स प्लस वाइ गरेर चाहिँ भ्यालु असाइन गर्छ। सेम गोज टु अरू कुराहरूमा पनि। अनि यो डबल यो एस्ट्रिक युज गर्नु भनेको चाहिँ एक्सको पावर वाइ भने है। चाहिँ डबल एस्ट्रिक युज भयो भनेपछि एक्सको पावर वाइ भनेको। जस्तै 2 को पावर 5 भने जस्तै, अझ 5 को पावर 2 भने जस्तै यसले चाहिँ पावरमा चाहिँ काम गर्छ। अनि यो चाहिँ रिमाइन्डरको लागि युज गर्छौँ हामीले। जस्तै 10 लाई 3 ले डिभाइड गरेपछि रिमाइन्डर 1 बच्छ। त्यस्तै नै रिमाइन्डर निकाल्नु पर्ने छ भनेपछि त्यति बेला चाहिँ हामीले यो पर्सेन्टेज युज गर्छौँ। अनि यो बिट सिफ्ट अपरेसन छ। यसले चाहिँ के गर्छ भन्दाखेरि कुनै पनि भ्यालुलाई चाहिँ सिफ्ट गरिदिन्छ। अब कतिले सिफ्ट गर्ने, कतिले लेफ्ट राइट सिफ्ट गर्ने, तिन कुराहरू चाहिँ पर्छ। यो एडभान्स कन्सेप्ट अलिकति नजाऊँ हामी। अनि बिट वाइज अनि प्लस माइनसका कुराहरू अथवा चाहिँ ट्रु फल्सका कुराहरू यो पनि अलिकति नहेरौँ। यो चाहिँ कतिले म्याथमा पढि पनि सक्नुभयो होला, तर यिनी कुरा चाहिँ अलिकति हामी यहाँ नजाऊँ। यो कुराहरू चाहिँ बिस्तारै अब आफै पनि हेर्नुपर्ने कुराहरू हो। अब हामीसँग के छ, लोजिकल असाइनमेन्ट अपरेटर छ। यसले के गर्छ भने ट्रु छ भनेपछि असाइन गर्ने, ट्रु छैन भने चाहिँ असाइन नगर्ने, यिनी कुराहरू चेक गर्छ। हामीले लोजिकल असाइनमेन्ट भन्दा पनि लोजिकल अपरेटर चाहिँ हेर्छौँ छुट्टै तरिकाले।
यहाँ त्यति लेखेको रहेनछ। लोजिकल अपरेटरले के गर्छ भन्दा प्लस या माइनस गर्ने काम गर्छ, सरी ट्रु या फल्स गर्ने काम गर्छ लोजिकल अपरेटरले। त्यो चाहिँ म यसो यहाँनिर चाहिँ लेखिदिन्छु। लोजिकल अपरेटरले चाहिँ कति के हुन्छ हाम्रो तिनी कुराहरू चाहिँ हेरौँ पहिले। 1 नम्बरमा छ एन्ड। यसले चाहिँ के गर्छ भन्दाखेरि needs to have both true value। अनि अर्को चाहिँ के हुन्छ भन्दाखेरि अर हुन्छ। अरमा चाहिँ के हुन्छ, यसरी चाहिँ दुईटा लाइन तानिदिन्छौँ। 1 of value must be true। यो चाहिँ एकपल्ट गरेर हेरौँला दुईटा चाहिँ के हुन्छ भन्दाखेरि अहिले चाहिँ एकैछिनमा। अनि अर्को हुन्छ हामीसँग लोजिकल अपरेटर नट अपरेटर। नट यसले के गर्छ भन्दाखेरि ट्रुलाई फल्स गरिदिन्छ अनि फल्सलाई ट्रु गरेर चाहिँ भ्यालु चेक गर्छ। अब यो चाहिँ एकपल्ट हामीले एकछिन यहाँ गरेर हेरौँ। त्यसको लागि के छ भन्दाखेरि लोजिकल अपरेटर यसमा चाहिँ के छ भन्दाखेरि लेट x इक्वल्स टु 5, लेट y इक्वल्स टु 6। अब के गरौँ भन्दाखेरि एउटा इफ कन्डिसन लगाउँ। लोजिकल अपरेटर प्रायः चाहिँ हामीले कन्डिसन चेक गर्ने बेला युज हुन्छ। इफ x इज ग्रेटर देन 0 एन्ड x इज लेस देन 10। अब यहाँ के भयो भन्दाखेरि हामीले चाहिँ दुईटै कन्डिसन चेक गर्न लाग्यो। x 0 भन्दा पनि ठुलो हुनु पर्यो र 10 भन्दा पनि सानो हुनु पर्यो। भन्नुको मतलब चाहिँ अब यसले चाहिँ ट्रु यो दुईटै चाहिँ कन्डिसन चेक गर्छ। x 0 भन्दा ठुलो पनि हुनु पर्यो र x 10 भन्दा सानो पनि हुनु पर्यो। यति बेला हामीले के गर्छौँ, अलर्ट्स गर्छौँ। अलर्टमा के भन्छौँ भन्दाखेरि x इज ग्रेटर देन, फेरि प्लस राख्यौँ, सरी डाइरेक्टली लेखौँ, ग्रेटर देन 0 एन्ड लेस देन 10 यसरी चाहिँ लेखेर हेरौँ। अब यसलाई रन गरेर हेरौँ त, डे 5 लाई रन गरेर हेरौँ एकपटक। x इज ग्रेटर देन 0 एन्ड लेस देन 10 भनिसक्यो। यो भन्नुको मतलब चाहिँ x यसले चाहिँ दुईटै कन्डिसन ट्रु भएको चेक गर्यो। यदि मैले के गरेँ भन्दाखेरि ग्रेटर देन लेस देन 4 भनिदिएको भए अब चाहिँ त्यो आउटपुट आएन। अब यो आउटपुट कति बेला आउँछ, दुईटा मध्ये कुनै कन्डिसन चाहिँ हामीले ट्रु हुनुपर्ने थियो। दुईटै कन्डिसन ट्रु हुनु पर्यो भनेपछि मात्रै यसले काम गर्ने भयो। र कुनै एउटा आउटपुट कुनै एउटा कन्डिसन चाहिँ ट्रु हुनुपर्ने छ भने त्यति बेला चाहिँ हामीले के गर्छौँ, अर युज गर्छौँ। आइहाल्यो आउटपुट, या यो ट्रु हुनु पर्यो या यो ट्रु हुनु पर्यो। यति बेला चाहिँ हामीले के गर्छौँ, अर अपरेटर युज गर्छौँ। अब अर्को नट कति बेला युज हुन्छ भन्दाखेरि नट चाहिँ x इज नट इक्वल्स टु 5। यहाँ चाहिँ अब के भनौँ भन्दाखेरि x इज नट इक्वल्स टु 5। अब चाहिँ यसले के गर्यो भन्दाखेरि अब चेक गर्यो तर यो कन्डिसन ट्रु थियो, त्यही भएर चाहिँ एक्जिक्युट भयो किनकि x 5 बराबर नै छ। अब यति बेला के गर्छ हामीले 1 गरिदिउँ भनेपछि टक्कै यो आउटपुट आइसक्यो। सो यसरी चाहिँ कुनै एउटा लोजिकमा हामीले काम गर्नुपर्ने छ भने चाहिँ त्यो चाहिँ हामीले लोजिकल अपरेटर युज गर्छौँ। डेटा टाइप्स पनि हेऱ्यौँ, अपरेटर पनि हेऱ्यौँ। अनि अब हामीले हेर्नुपर्ने भनेको चाहिँ के हो भन्दाखेरि फङ्सन हो। फङ्सन चाहिँ हामीले अब कसरी डिफाइन गर्न सक्छौँ फङ्सनलाई। अब फङ्सन डिफाइन गर्नलाई हामीले अघि भने अनुसार फङ्सन किवर्ड युज गर्छौँ। फङ्सन डिफाइन गर्न हामीले अघि पढे अनुसार चाहिँ फङ्सन किवर्ड भन्ने युज गर्छौँ। फङ्सन किवर्ड भन्नाले चाहिँ अगाडि यसरी फङ्सन लेख्ने, अनि फङ्सनको नाम
अनि यसरी प्यारेन्थेसिसमा प्यारामिटर पास गर्छौँ। यदि कुनै पनि डिपेन्ड गर्छ भनेपछि जस्तै अब हामीले चाहिँ मल्टिप्लिकेसन निकाल्नुपर्ने रहेछ, सो हामीले चाहिँ यसरी दुइटालाई चाहिँ हामीले यसरी मल्टिप्लिकेसनको लागि दुइटा प्यारामिटर माग्यौँ। सो यति बेला चाहिँ हाम्रो के भयो, फङ्सन चाहिँ कुनै उसमा चाहिँ डिपेन्ड गर्यो भने त्यतिखेर चाहिँ यसलाई प्यारामिटर भन्न पाइयो। फङ्सन किवर्ड, फङ्सनको नाम, अनि प्यारेन्थेसिस जुन चाहिँ हामीले स्मल ब्राकेट पनि भन्छौँ, अनि कर्ली ब्राकेट, अनि त्यसपछि चाहिँ कर्ली ब्राकेट क्लोज गर्छौँ, भित्र चाहिँ हामीले स्टेटमेन्ट लेख्छौँ। एउटा चाहिँ फङ्सन के बनाऊँ भन्दाखेरि हामीले एउटा ग्रिड गर्ने फङ्सन बनाऊँ। ग्रिड गर्ने फङ्सन चाहिँ app.jsमा बनाऊँ। अन्त यहाँ चाहिँ के भनेर बनाउँछौँ भन्दाखेरि फङ्सन ग्रिटिङ्स अनि कर्ली ब्राकेट, अनि यसको त हामीले के गर्छौँ, रिटर्न। रिटर्न भन्दा पनि हामीले के गरौँ भन्दा अलर्ट गरौँ, अलर्ट हेलो। अब हामीले कसलाई हेलो भन्नुपर्ने हो त, त्यो पनि हामीले नाम चाहियो भनेपछि अब हामीले यहाँ चाहिँ नाम पास गर्छौँ, यहाँ चाहिँ नेम भन्ने पास गर्छौँ यसरी। अब यो चाहिँ के भयो, प्यारामिटर भयो। अब प्यारामिटरलाई हामीले के गर्छौँ, हेलो, यहाँ प्लस लेख्यौँ अनि नेम पास गरिदिउँ। यो चाहिँ के भयो, प्यारामिटर भयो। अब प्यारामिटरवाला चाहिँ फङ्सन भयो। अब यसलाई हामीले युज कसरी गर्ने त, यसलाई मैले कमेन्ट गरिदिन्छु अहिलेलाई। अब यदि हामीले कुनै एक्सटर्नल जाभास्क्रिप्टलाई चाहिँ इन्टरनल कुनै हाम्रो बडी एचटिएमएल लेख्नुपर्ने छ भनेपछि बडी इन्ड हुनुभन्दा अगाडि चाहिँ हामीले के गर्छौँ, यहाँनिर स्क्रिप्ट लेख्छौँ विथ एसआरसी है, स्क्रिप्ट विथ एसआरसी, एसआरसी भन्ने एट्रिब्युट लेख्छौँ। यसमा चाहिँ यसको पाथ दिन्छौँ app.js। ल यहाँ चाहिँ अघिको आउटपुट आयो जस्तो छ। ठिक छ। अब चाहिँ के हो भन्दाखेरि हाम्रो चाहिँ अब फङ्सन बनाइसकेपछि फङ्सनलाई युज गर्नलाई हामीले कल पनि गर्नुपर्छ फङ्सन। सो मैले के गरेँ भन्दाखेरि तल फेरि यसको तल चाहिँ फेरि मैले एउटा स्क्रिप्ट ट्याग लेखेँ। यो चाहिँ मैले फङ्सन कल गर्नको लागि। अब मैले यता डिफाइन गरेको फङ्सन चाहिँ यतातिर कल गर्छु। ग्रिटिङ्स, अब मैले चाहिँ कसलाई ग्रिटिङ भन्नुपर्ने थियो, मैले मेरो नाम लेखेँ यसरी। अब सेभ गरेँ भनेपछि हेलो विशाल भनेर आयो। अब मैले यदि यहाँ नेम पास नगरेको भए मलाई चाहिँ के हुन्थ्यो भन्दाखेरि यहाँ चाहिँ नाम चेन्ज गरेर पठाइराख्न मिल्ने थिएन। जस्तै मैले अब अर्को पर्सनलाई ग्रिटिङ गर्नुपर्ने छ भनेपछि मैले यसरी ग्रिटिङ गर्न सक्छु, हेलो समीर भनेर आयो। अब यदि मैले प्यारामिटर युज नगरेको भए मैले यो चिज चाहिँ गर्न सक्ने थिएन। सो प्यारामिटर चाहिँ अब हामीले एक्सटर्नल कुनै पनि भ्यालुमा, एक्सटर्नल कुनै पनि कुरामा डिपेन्ड गर्छ भनेपछि त्यति बेला चाहिँ हामीले प्यारामिटर युज गर्छौँ भ्यालु पास गर्नको लागि। सो यसरी चाहिँ हामीले फङ्सनको बुझ्नुपर्ने हुन्छ।